नमस्कार आदरणीय श्रोता, स्वास्थ्य कार्यक्रम लिएर उपस्थित भएँ म कार्यक्रम प्रस्तुता दीपक कालीकोटे र मलाई प्रविधिमा सहयोग पुर्याइरहनु भएको छ प्राविधिक मित्र झलक कार्कीले। सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गा, रमाइलो सामुदायिक रेडियो ओखलढुङ्गा, आफ्नो एफएम ओखलढुङ्गा र रेडियो सैलुङ रामेछापको रेडियो सैलुङ दोलखाको सहकार्यमा उत्पादन गरिएको यो कार्यक्रम तपाईँ रमाइलो सामुदायिक रेडियो 100.6 मेगाहर्जमा हरेक बुधबार साँझ 36 देखि 7 बजेसम्म र पुनः प्रसारण आइतबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म हाम्रो स्वास्थ्यको रूपमा, त्यस्तै सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट मङ्गलबार 7 बजेदेखि 7:30 बजेसम्म र पुनः प्रसारण शुक्रबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म स्वास्थ्य संसारको रूपमा र रेडियो सैलुङ दोलखाबाट आइतबार साँझ 36 देखि 7 बजेसम्म र पुनः प्रसारण मङ्गलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। श्रोता, यस कार्यक्रममा हामी सामुदायिक अस्पताल ओखलढुङ्गाका सेवा सुविधाको बारेमा जानकारी गराउनेछौँ। सरुवारोग, वातावरणीय तथा व्यक्तिगत सरसफाई, सुरक्षित मातृत्व, पोषण कार्यक्रम, परिवार नियोजन लगायतका स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुहरूलाई समेट्ने गर्दछौँ। साथै स्वास्थ्य क्षेत्रमा सेवा प्रदायक सङ्घ संस्थाहरूका बारेमा पनि जानकारी गराउनेछौँ। श्रोता, आजको कार्यक्रममा हामी जिल्लाकै फेदीगुढ गाविसमा ओखलढुङ्गा सामुदायिक अस्पताल जनस्वास्थ्य इकाइले विभिन्न कार्यक्रम लागू गरेपछि आएको परिवर्तनका बारेमा त्यहाँका स्थानीयवासी, आमा समूह, स्वास्थ्य व्यवस्थापन समिति सदस्यहरू लगायत जनस्वास्थ्य इकाइका कर्मचारीहरूसँग गरिएको छलफल प्रस्तुत गर्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। आदरणीय श्रोता, फेदीगुढ गाविसमा जनस्वास्थ्य इकाइका कार्यक्रम लागू भएपछि आएका स्वास्थ्य सम्बन्धीका परिवर्तनहरूको बारेमा छलफल गर्न केही दिन अघि म त्यहीँ पुगेको थिएँ। त्यहाँका स्थानीयवासी, स्वास्थ्य व्यवस्थापन समिति लगायतका सरकारवालाहरूसँग मैले छलफल चलाएको थिएँ। छलफलमा त्यहाँको समग्र स्वास्थ्य स्थितिलाई पनि समेटिएको छ। प्रस्तुत गरौँ उक्त छलफल सामग्री। श्रोता, आज हामी फेदीगुढ गाविसमा छौँ। यहाँ मसँग आज ओखलढुङ्गा सामुदायिक अस्पताल जनस्वास्थ्य इकाइ अधिकृत होमप्रसाद अधिकारी, त्यसै गरी फेदीगुढ गाविस सचिव दीपराज आचार्य अनि फेदीगुढ आमा समूह सञ्जाल अध्यक्ष महेश्वरी कटुवाल लगायत विभिन्न आमा समूहका सदस्यहरू, विभिन्न पार्टी प्रतिनिधिहरू उपस्थित हुनुहुन्छ। आज हामी यस फेदीगुढ गाविसमा जनस्वास्थ्य इकाइले सञ्चालन गरेका कार्यक्रमहरू कतिको प्रभावकारी भए भन्ने विषयमा छलफल गर्नेछौँ। छलफलमा यहाँहरू सबैलाई स्वागत गर्छु। सबैभन्दा पहिला यस क्षेत्रमा चाहिँ जनस्वास्थ्य इकाइले कहिलेदेखि र के कस्ता कार्यक्रमहरू सञ्चालन गर्यो, अधिकृत होमप्रसाद अधिकारीज्यूलाई सोध्न चाहन्छु। धन्यवाद दीपक सर। विशेष गरी 2065 साल मङ्सिर 1 गतेबाट हाम्रो कार्यक्रम सुरु भए तापनि हामीले आधिकारिक रूपमा 2065 श्रावण 1 गतेबाट हामी PRA भन्छौँ, ग्रामीण सहभागितामूलक लेखाजोखा कार्यक्रम सुरु गर्यौँ र पक्का हामीले समुदाय स्वास्थ्य विकास कार्यक्रम चाहिँ मङ्सिरबाट सुरु गर्यौँ र अहिले यो बिचमा हामी 19 वटा कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। त्यसमा सबैभन्दा पहिलो कुरा त समुदाय स्वास्थ्य शिक्षा तथा उपचार सहयोगी सहयोग समर्थन कार्यक्रम हाम्रो मुख्य कार्यक्रम हो। त्यसभित्र रहेर क्यापासिटी बिल्डिङ, हामी यो क्षमता अभिवृद्धिको कार्यक्रम गर्छौँ, सहयोग समर्थनको कार्यक्रम गर्छौँ, सामग्री उपलब्ध गराउँछौँ, तालिम गोष्ठीहरू चलाउँछौँ, आमा समूहहरूलाई क्षमता अभिवृद्धि गर्ने काम गर्छौँ, घरेलु उपचारको कार्यक्रमहरू गर्छौँ र स्वास्थ्य चौकीका कर्मचारीलाई क्षमता अभिवृद्धिसँग त्यहाँ आवश्यक सामग्रीहरूको उपलब्धताको आवश्यकता हेरी हामी उपलब्ध गराउँछौँ र उहाँहरूसँग सँगै रहेर समन्वय बैठकहरू सञ्चालन गर्छौँ र उहाँहरूसँग सँगै रहेर अहिले स्थानीय स्तरमा नेटवर्क, जसलाई हामी सञ्जाल भन्छौँ, स्थानीय नेटवर्क चाहिँ अहिले भर्खर मात्रै सुरुवात गरेका छौँ। उहाँहरूसँग चाहिँ यी कार्यक्रमभित्र रहेर फेरि यसभित्र पनि थुप्रै कार्यक्रमहरू छन्। आवश्यकता पहिचान गर्दै प्रत्येक वर्ष योजनाको आधारमा कार्यक्रमहरू गर्दै जान्छौँ। जस्तो यहाँले अहिलेसम्म गर्नुभएका कार्यक्रम मध्ये सबैभन्दा प्राथमिकताका राखेर चाहिँ कुन चाहिँ कार्यक्रम गर्नुपर्दछ? हाम्रो सबैभन्दा पहिलो प्राथमिकता भनेको आमा तथा बच्चाको कार्यक्रम। यसै कारणले हामी आमा समूह, आमा सञ्जाललाई धेरै सहयोग गर्छौँ र सँगसँगै बसेर काम गर्छौँ। दोस्रो कुरा हो समुदाय क्षमता अभिवृद्धि कार्यक्रम। के हो स्वास्थ्य, के हो, कहाँ पाइन्छ, कसरी पाइन्छ, त्यहाँ जान के गर्नुपर्छ भन्ने कुरा जनचेतना, पब्लिक एवारनेस, समुदायका व्यक्तिहरूलाई चाहिँ जनचेतना गर्ने काम गर्छौँ। भने तेस्रो कुरा चाहिँ आवश्यकताको पहिचान गरी त्यहाँको संस्थाको वा व्यक्तिको उसको क्षमता अभिवृद्धि तथा आवश्यक सामग्रीको परिपूर्ति गर्ने काम गर्छौँ। यसै सन्दर्भमा यहाँ 4 वर्षसम्म रहेर जनस्वास्थ्य इकाइले काम गर्दाखेरि विभिन्न खाले आमा समूह सञ्जाल लगायत आमा समूहहरूलाई चाहिँ सक्रिय बनाउनको लागि र स्वास्थ्य सम्बन्धी कामहरू गर्नको लागि चाहिँ उत्प्रेरणा दिनको लागि विभिन्न काम
कामहरू चाहिँ गर्दै आएको यहाँ ओम प्रसाद अधिकारीले बताइसक्नु भएको छ। जस्तो आमा समूह सञ्जाल अथवा चाहिँ आमा समूहहरूमा जनस्वास्थ्य इकाइले कार्यक्रम लागू गरेपछि आएका परिवर्तनहरू के हुन्? आमा समूह सञ्जाल अध्यक्ष महेश्वरी कटुवाल। हजुर, हाम्रो यस ओखलढुङ्गा जिल्लाको चाहिँ सबै गाविसहरू मध्येमा सबैभन्दा पिछडिएको गाविस भनेको चाहिँ हाम्रो खेतीगुठ नै हो जस्तो लाग्छ अझै पनि। र हाम्रो यहाँ चाहिँ अब स्वास्थ्य सम्बन्धी कुराहरूमा धेरै पिछडिएका थियौँ। अब आमाहरू समूह के हो भन्ने कुराहरू पनि थाहा थिएन। अब एउटा दुईवटा नगर्ने रूपमा चाहिँ समूह चलेका थिए, तर यसरी वार्ड स्तरीय वार्डैमा चाहिँ आमा समूहको चाहिँ गठन भएको थिएन। जब मिसनको कार्यक्रम सुरु भएपछि प्रत्येक वार्डमा चाहिँ आमा समूह चाहिँ गठन भयो। त्यस पछाडि आमा समूहमा चाहिँ विभिन्न चाहिँ स्वास्थ्य सम्बन्धी जानकारीहरू पाउने अवसर पाइयो र जति पनि पछि परेका आमा दिदी बहिनीहरू थिए, तर त्योभन्दा अहिले चाहिँ धेरै गुणामा अगाडि बढ्ने अवसर चाहिँ पाउनु भएको छ। यस मिसनको कार्यक्रमले गर्दाखेरि यहाँ चाहिँ धेरै सहज वातावरण चाहिँ बन्दै आएको छ। मतलब यसको यो जनस्वास्थ्य इकाइले यस क्षेत्रमा काम गर्नुभन्दा अगाडि चाहिँ आमा समूहहरू निष्क्रिय हुनुहुन्थ्यो, केही पनि काम गर्नुहुन्न थियो। के गर्नुपर्ने कसो गर्नुपर्ने भन्ने कुराहरू चाहिँ अब नीति नियमका कुराहरू पनि थाहा थिएनन्। नगर्ने रूपमा एउटा दुईवटा अब आमा समूहहरू एक दुईवटा आमा समूहहरू चलेका थिए। अब वार्डै पछि आमा समूह गठन बस्नुपर्छ, आमा समूह भएर अगाडि बढ्नुपर्छ, महिलाहरू अगाडि बढ्नुपर्छ भन्ने अवधारणा थिएन जब मिसनको कार्यक्रम सुरु हुनुभन्दा अगाडि। जस्तो होम सरले भन्नुभयो घरेलु हिंसा सम्बन्धी यहाँ काम गरिरहेका छौँ, 4 वर्षसम्म पनि त्यसलाई अलिकति प्राथमिकतामा राख्यौँ। साथै आमाहरूको स्वास्थ्य सम्बन्धी होइन अलिकति सक्रिय भएर लाग्यौँ, स्वास्थ्य सुधारको निम्ति लाग्यौँ भन्नुभयो। यहाँ कस्तो पाउनु भएको छ तपाईँले 4 वर्षको अवधिमा स्वास्थ्य सुधारमा कतिको परिवर्तन आएको पाउनु भएको छ? पहिला जति पनि हिंसामा मुछिएका आमा दिदी बहिनीहरू हुनुहुन्थ्यो, तर त्यसको अनुपातमा अहिले चाहिँ हिंसा रहित बन्दै गइसक्नु भएछ। एकले अर्कोलाई हिंसा गर्नु हुँदो रहेछ भन्ने कुराहरूमा चाहिँ उहाँहरूले चाहिँ त्यो जानकारी पाउनु भएकोले गर्दाखेरि यसको पालना चाहिँ गर्दै आउनु भएको छ। त्यो घरेलु हिंसालाई चाहिँ न्यूनीकरण गर्ने चाहिँ यस गाविसको चाहिँ उद्देश्य नै रहेको छ। हवस्, यहाँलाई म फेरि पछाडि कुरो जोड्न आउनेछु तपाईँसँग। अहिलेलाई धन्यवाद। होइन श्रोता, आज हामी यस फेदीगुडी गाविसको समग्र स्वास्थ्य स्थिति कस्तो रहेको छ भन्ने सन्दर्भमा कुराकानी गरिरहेका छौँ। यसमा चाहिँ 4 वर्षसम्म जनस्वास्थ्य इकाइले यस क्षेत्रमा आएर चाहिँ काम गर्यो र कस्तो खालको परिवर्तन आयो भन्ने सन्दर्भमा कुराकानी गरिरहेका छौँ। अब भने म गाविस सचिवज्यूसँग जान चाहन्छु। देवराजी, यहाँलाई कस्तो लाग्यो यस कार्यक्रम जनस्वास्थ्य इकाइले यहाँ स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू ल्याएर लागू गर्यो? अब त फेज ओभर भएर चाहिँ यहाँबाट जान लागिसक्यो होइन, अहिलेसम्म आएका परिवर्तनहरू कस्तो पाउनु भयो यस गाविसको? तपाईँ अब यहाँको सचिव भएको हैसियतले देख्नु भएको विशेष त के छ भने म 2068 साल साउनदेखि यो फेदीगुडी गाविसमा कार्यरत छु र हालसम्म 10 महिना भएको छ म है। स्पेसली के छ भने यो पूर्व जिल्लामा शिक्षामा एकदम अगाडि नै हो भन्छ नेपालको है। तर भए तापनि पनि यो गाउँको गाविस भएको यसैले जिल्लाको अब पश्चिम बेल्टको गाविस हो। यो गाविसहरूमा जनचेतनामूलक कार्यक्रमहरू लगायत र सिपमूलक कार्यक्रमहरू पनि हाम्रो युनाइटेड मिसन टु नेपालले गर्दै आएको रहेछ। त्यो कार्यक्रमले गर्दा प्रभाव धेरै महिलाहरूलाई है, पिछडिएको वर्गहरूलाई र दलितहरूलाई जनजातिहरूलाई परेको मैले स्पेसली देखेँ। किनकि म पनि पहिला आइनी सेक्टरमा काम गरेको हैसियतले हामीले वाक ओभर सर्वेदेखि अन्य सर्वे गर्थ्यौँ, पिआरए आरआरए गर्थ्यौँ। तर त्यो गर्ने प्रोग्राम उहाँले व्यापकता तरिकाले गर्नु भएको छ यहाँको युनाइटेड मिसन टु नेपाल कर्मचारीहरूले। अनि त्यसको प्रभाव अहिले के परिरहेको छ भने मैले पनि एउटा परिषद चलाएँ। यहाँ परिषदहरूमा महिलाहरूले र जनजातिहरूले दलितहरूले आफूले पाउनुपर्ने बजेट कति पाउनुपर्छ है, त्यो बजेटबाट हामीले के गर्नुपर्छ भन्ने कुराहरूमा पनि एउटा राम्रो पक्ष त्यो पनि छ। र त्यसमा यो युनाइटेड मिसन टु नेपालले र जनचेतनामूलक कार्यक्रम नै त्यसैमा प्रभाव परिरहेको छ भन्ने कुरा मैले देखिरहेको छु। जस्तो यहाँले होइन गाविसमा चाहिँ कस्तो खालको बजेट छुट्याउनुहुन्छ यो स्वास्थ्य सुधार सम्बन्धी अनि आमा समूह सञ्जालहरूको सक्रियताको लागि बजेट छुट्टिने गरेको छ अहिलेसम्म? विशेष के छ भने योभन्दा अगाडिको परिषदहरूमा छुट्याएको पैसा हो है। विशेष के हुन्छ भने हाम्रो स्पेसली कामको बावजुद पनि हाम्रो महिलाहरूले कार्यक्रम गर्न अलिअलि गाह्रो पनि देखिरहेको थियो। र अहिलेको हकमा मैले पनि समथिङ 1,65,000 जति यो जनस्वास्थ्य इकाइ र यो फेदीगुडी गाउँ विकास समिति मार्फत हामीले साझेदारी कार्यक्रम अहिले पनि सञ्चालन गरिरहेको छौँ हामीले। र विभिन्न यो महिला स्वयंसेविकाहरूले घर घरमा गएर उहाँहरूले गर्नुभएको योगदानले हामीले कदर गरेर अहिले पनि 66,000 जति महिला स्वयंसेविकाहरूलाई लगायत यसपालिको बजेट पनि 66,000 छ महिला स्वयंसेविका स्पेसली। र अन्य प्रोग्राम गर्दा 1,25,000 जति विनियोजन भएको छ। त्यसपछि अन्य प्रोग्रामलाई पनि हामीले र दलितहरूलाई जनजातिहरूलाई स्पेसली स्वास्थ्यलाई हामीले सन् 2017सम्म यो सहशताब्दी विकास लक्ष्य अनुसार दिशा पिसा मुक्त क्षेत्र घोषित गर्नलाई अहिले जनजातिहरूलाई र दलितहरूलाई हामीले पैसा विनियोजित गरेका छौँ हामीले। त्यो अन्तर्गत उहाँले बिस्तारै हामीले अन्य वर्गलाई पनि लैजानेछौँ विगतहरूका परिषदहरूमा पनि। त्यसरी हामीले स्वास्थ्य क्षेत्रमा गाविसबाट भइरहेको छ योगदानहरू। के गाविसबाट बजेटहरू छुट्टिने गरेको त उहाँले भनिसक्नु भएको छ होइन। महिला समूहको यहाँ धेरै मान्छेहरू हुनुहुन्छ होइन, स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ। उहाँ गाविसबाट छुट्टिएको बजेटलाई तपाईँहरूले अलिकति सक्रिय रूपमा चाहिँ व्यवहारमा नउतार्नु
भएको भन्ने जस्तो कुरा गरिरहनु भएको छ, कस्तो छ स्थिति बताइदिनुहोस् न। मेरो नाम चाहिँ दिलमाया तामाङ, फेदीगुट गाविस वार्ड नम्बर 5 को महिला स्वयंसेविका। अब अहिले चाहिँ ठिकै छ, पहिला 2 साल चाहिँ अब महिलाको पैसा नि हामीले त्यतिकै राख्यौँ, निकास गरेनौँ, त्यति पैसाले हामीले केही गर्न सकिँदैन भनेर 2 वर्षको भएपछि हामीले सिलाइ कटाइ तालिमको लागि गर्यौँ र सिलाइ कटाइ पनि 3 महिने हामीले पुस 10 देखि चैत 10 मा समाप्त गर्यौँ र अब त्यति गरेर नि अब गाउँलेहरूले धेरै भने यो सिलाइ कटाइ तालिम लिएपछि एउटा भोटी पनि सिलाउनु सक्दैन भनेर हामीलाई धेरै भन्यौँ, तर 12 जनाले तालिम लिएर अब सबैले त होइन 1-2 जनाले चाहिँ अहिले सिलाइ कटाइ चलाइरहेछ। मैले चाहिँ अब घरमै मिसन लगेर 3 महिना मात्रै तालिम लिएर पनि धेरै त सकिँदैन, साधारण कुर्ता सुरुवाल चाहिँ मैले घरमा लगेर पनि 15 जोर चाहिँ सिलाइसकेँ। जस्तो महिलाहरूको स्वास्थ्य सुधार सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु भएन यहाँहरूले? स्वास्थ्यको हिसाबमा स्वास्थ्य सुधारको लागि त्यो पैसा केहीमा लगानी गर्नु भएन? स्वास्थ्यमा चाहिँ अब अहिले गरिरहेछ, स्वास्थ्यमा भन्न अब गरिरहेछ, गर्न चाहिँ अब त्यही थोरै अब हजुर। यहाँहरू अरू कोही बोल्न चाहनुहुन्छ? अध्यक्षज्यूसँगै जान्छु म, महिला सञ्जालको अध्यक्ष हुनुहुन्छ। के छ स्वास्थ्यको हिसाबमा होइन, स्वास्थ्य सुधारको लागि महिलाहरूको स्वास्थ्यलाई चाहिँ अलिकति उक्साउनको लागि गाविसबाट आएको बजेटलाई कसरी तपाईँहरूले गर्नुभएको स्थिति छ कि छैन? हामीले चाहिँ यसमा अब हामीले मात्रै एक पक्षबाट चाहिँ गरेका छैनौँ नै, त्यो एक पक्षबाट नगरेकोले गर्दाखेरि अब सबैलाई केही गरेका छैनन् महिलाहरूले भन्ने चाहिँ यो चाहिँ अब भनाइ मेटिने चाहिँ अब कहिलेसम्म हो यो अब थाहा भएन। तर मिसनको कार्यक्रम र आरजेडीसँग चाहिँ समन्वय गरेर र मिसनसँग साझेदारी बनेर चाहिँ हामीले आमा समूहहरूलाई चाहिँ क्षमता अभिवृद्धि सम्बन्धी तालिम, घरेलु हिंसा सम्बन्धी तालिम, अब स्वास्थ्यमा चाहिँ क्षमता अभिवृद्धि तालिमहरू चाहिँ हामीले यो गाविसकै बजेटबाट चाहिँ विनियोजन गरेर चाहिँ हामीले यो कार्यक्रमहरू चाहिँ चलाइराखेका छौँ, समन्वय गरेर हामीले चलाइराखेकै छौँ। हवस्, समन्वय गरेर चलाइरहनु भएको छ। हवस्, यहाँलाई धन्यवाद दिन्छु। जस्तो आमा समूह सञ्जालहरूको लागि सक्रिय रूपमा भूमिका खेल्नु भएको यहाँ बिनु राई पनि हुनुहुन्छ, जनस्वास्थ्य इकाइको सहजकर्ता हुनुहुन्छ। यस क्षेत्रमा बसेर चाहिँ उहाँले लगभग 4 वर्षसम्म चाहिँ रहेर काम गर्नुभयो। कस्तो पाउनुभयो यहाँको वातावरण? जस्तो समुदायमै गरेर चाहिँ सहजीकरण गर्दाखेरि समुदायका व्यक्तिहरूलाई चाहिँ स्वास्थ्य सम्बन्धी ज्ञान दिँदाखेरि कस्तो अनुभव भयो यहाँलाई बताइदिनुहोस् न। हस् त, धन्यवाद। अब यसलाई हेर्दा हामीले पहिलेको अवस्थालाई हेर्दा चाहिँ के थियो भनेदेखि स्वास्थ्यमा धेरै नाजुक नै थियो र जुन हामी वार्डमा जाँदा त्यो वार्डकोमा चाहिँ धेरै फोहोर महिलाहरू पनि हामीसँग नजिकै नहुने हामीलाई अब के को लागि आएको किन आएको भनेर हामीसँग होइन के पो सोध्लान् भनेर धेरै टाढिएर बस्नुहुन्थ्यो। र अहिलेलाई हेर्दा चाहिँ जुन समूहहरू सबै वार्डहरूमा गठन भएर अहिले चाहिँ उहाँले विभिन्न स्वयंसेविकाबाट चाहिँ तालिम लिएर चाहिँ उहाँले स्वास्थ्य शिक्षा दिने कामहरू र सँगै अहिले चाहिँ धेरै सरसफाइको कुराहरूमा उहाँले चर्पीहरू बनाउने, वातावरणलाई सरसफाइ गर्ने र त्यस पछाडि यो सुत्केरी भेटको कुराहरू गर्ने र आमा समूहले नै अब हाम्रै कार्यक्रम हो भनेर चाहिँ उहाँहरूले चाहिँ हरेक सञ्जाललाई केही कुराको जानकारी गराएर चाहिँ उहाँले चाहिँ कार्यक्रम गर्दै हुनुहुन्छ। र जे होस् पहिलेको हेरी अहिले चाहिँ धेरै सुधारमा आएको, स्वास्थ्यलाई हेर्दा सुधारमा आएको पाइन्छ फेदीगुट गाविस। तपाईले समुदायमा रहेर काम गर्दाखेरि कस्ता खालका समस्या आउँथे? त्यसमा चाहिँ मैले भनिहालेँ हामीसँग नजिकै नहुने होइन, र उहाँले चाहिँ अब एक किसिमको जाहिर खान आयो भन्ने पनि थियो एक किसिमको, र उहाँहरूले चाहिँ अब मैले पनि भने अब के सोध्लान् हो कि भन्ने कुराहरूको बारेमा चाहिँ उहाँले चाहिँ भन्नुहुन्थ्यो। र अहिले चाहिँ त्यस्तो हामीसँग धेरै कुराहरू नजिक भएर कामहरू गर्नुहुन्छ, सोधखोज गर्नुहुन्छ, सोधखोज गर्नुहुन्छ र हरेक कुराहरूमा अप्ठ्यारोहरू भए पनि हामीलाई बोलाउनुहुन्छ। जस्तो अब त यहाँबाट तपाईँ बाहिरिँदै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ यहाँलाई? अब पक्कै पनि उहाँहरू एक किसिमको शिक्षित नै धेरै नै शिक्षित भइसक्नु भएको छ र अब चाहिँ हरेक समूहहरू चाहिँ उहाँहरू आफैले परिचालन गर्नुहुन्छ र कुन जस्तो अब गाविसको रूपमा चाहिँ कुन शीर्षकमा चाहिँ महिलालाई आवश्यक पर्ने रकमहरू छ त्यसमा चाहिँ लागि पर्नुहुन्छ भन्ने मलाई चाहिँ लागेको छ। र उहाँहरूले पनि भन्नुभएको छ अबदेखि चाहिँ हामी यो समूहहरू आमा समूह तथा महिला सञ्जाल चाहिँ पछि नपर्नु पर्ने रहेछ, हामी अघि बढ्नु पर्ने रहेछ, हाम्रै रहेछ भन्ने कुरा चाहिँ उहाँहरूले चाहिँ भन्न सक्नुहुन्छ। हस्, धन्यवाद। महिला समूहहरूलाई होइन, महिलाहरूलाई जस्तो महिलाका कार्यक्रमहरूलाई विभिन्न पार्टी प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलहरूले कसरी सहयोग गरेका छन् तपाईँहरू मध्ये कोही? म फेदीगुट 7 नम्बर वार्डको होइन, म कुमारी पिका हो।
अब भन्नु खोज्दाखेरि यहाँ चाहिँ सबै चाहिँ राजनीतिक दलहरूले पनि समेट्नै भएको छ होइन। भए तापनि समयमा हामीले काम गर्दाखेरि कोही समयमा चाहिँ उहाँहरूले पनि यसो के अरे घचघचाउँदाखेरि अलिकता उहाँहरू पनि अलिक टाढेको जस्तो हुनु खोज्छ होइन। भए तापनि बिना शिष्टले यहाँ बसेर चाहिँ 4 वर्ष अवधिभित्र चाहिँ उहाँले काम गर्नुभयो होइन। काम गर्दाखेरि उहाँले कस्तो काम गर्नुभयो भनेदेखि उहाँले चाहिँ पहिला यो काम गर्नुभन्दा पहिला चाहिँ हाम्रो एकदम नाजुक थियो यो जिन्दगी हामीलाई चाहिँ। किनभने के अरे दिशा पिसाब सबै बाहिर गर्ने, कसैलाई सम्झाउँदाखेरि किन यसरी गरेको भन्दाखेरि जहाँ गरे पनि भइहाल्छ नि, यो काठमाडौँ सहर हो, यहाँ गर्नु के अरे जहाँ गरे पनि हुन्छ, यो त घर बजार हो भनेर भन्थ्यो होइन। ल तिमीहरूको घर बजार भए पनि यस्तै हो भनेर भन्थ्यौँ हामी। यस्तै थियो जिन्दगीमा जान्थ्यौँ। अनि त्यतै जाँदाखेरि अहिले उहाँ बिना सिस्टर आउनुभयो। बिना सिस्टर आएपछि अहिले धेरै नै सुधार भएको छ। बिना सिस्टरले पनि धेरै नै झेलेर धेरै नै दुःख गरेर कष्ट गरेर हामीलाई चाहिँ आमा सम्मामा एउटा, किनभने हामी उहाँ आमा भयो, आमाले हामी बच्चा जन्मायौँ, बच्चाबाट पनि हामी फेरि आमा भएर उहाँले सिकाइदिनु भएको छ। र अनि अहिले चाहिँ हाम्रो जस्तो राम्रोसँग काम सम्पूर्ण गरेर चाहिँ सबै राजनीतिक दलहरू, प्रतिनिधिहरू, आमा समूहहरू, सञ्जालहरू सबै मिलेर र काम गर्न थाल्नु भएको छ। सँग जान चाहन्छु, पहिलाको स्थितिमा चाहिँ महिलाहरूलाई होइन स्वास्थ्य स्थिति अथवा चाहिँ विभिन्न कार्यक्रमहरूको लागि सपोर्ट नगर्ने खालको स्थिति थियो भन्दै हुनुहुन्थ्यो। के थियो त्यस्तो स्थिति र अहिले कस्तो छ? मेरो मिनबहादुर गिरी, फेदीगुट, नेपाली काङ्ग्रेस गाउँ कार्य समिति सचिव, अहिले हाल नेपाली काङ्ग्रेसको पार्टी प्रतिनिधित्व गर्छु। र अहिले वर्तमान अवस्था योभन्दा अगाडि राज्यले पनि यो महिलाहरू प्रतिको, दलित जनजातिहरू प्रतिको, लक्षित वर्ग प्रतिको चाहिँ राज्यले पनि एउटा व्यवस्था नगरिरहेको अवस्था थियो। र अहिले यो जनस्वास्थ्य इकाइ आउनुको साथसाथै अहिले चाहिँ जनजाति, दलित, महिला, पिछाडिएको वर्गहरूलाई पनि समेट्नु पर्छ है भन्ने राज्यले पनि व्यवस्था गरेको हुनाले त्यसको लागि हामी कन्जुसाइ नगरिकन त्यो काम हामीले महिलालाई छुट्याउने रकम छुट्याएका छौँ, दलितलाई छुट्याउने रकम छुट्याएको छ र सम्पूर्ण चाहिँ राज्यले दिएको सुविधाहरू हामीले दिलाएका छौँ। महिला पनि थियो नि होइन र महिलाको लागि छुट्याउनु पर्ने अनि पहल गर्नुपर्ने भन्ने होइन, त्यो थियो। त्यो हुँदा पनि त्यति कार्यान्वयन नभएको थियो होला होइन। र अहिले गाविसमा चाहिँ त्यस्तो हुन सकेन, त्यो विविध कारणहरू हुन सक्लान् होइन। त्यसमा अलिक स्पष्ट भएन, थाहा भएन मलाई। म अहिले सँग जान चाहन्छु एकछिन। यहाँ हुनुहुन्छ नेकपा एमालेको हुनुहुन्छ है, तपाईँको परिचय सहित बताइदिनुहोस् न। मेरो नाम बिरबार पौडेल, म फेदीगुट वार्ड नम्बर 3 मा बस्छु। सबैभन्दा तल्लो वर्गको मान्छेहरूलाई हित गर्नुपर्छ भन्ने हाम्रो पार्टीको लक्ष्य नै हो। र हाम्रो त्यतिखेर यो महिलाहरूलाई जुन 80% दिनुपर्छ भनेर प्रष्ट रूपमा उसमा थिएन। एकैचोटि गोलमेलमा चाहिँ 80% ल्याउने भनेर भनिएको थियो। र ती महिलाहरू पनि त्यो पैसा छुट्याएर जुन हामी दिन्थ्यौँ त्यो दिँदाखेरि पनि उनीहरूले राम्रो किसिमले काम गर्न सक्ने वातावरण थिएन। अहिले मिसनले जुन कार्यक्रम यहाँ सञ्चालन गर्यो, महिलाहरूलाई सक्रिय गराउने कामहरू गरायो। अहिले त्यस कारणले गर्दाखेरि उनीहरूले दिने पर्सेन्ट हामीले त्यतिखेर छुट्याएको, त्यतिखेरको पर्सेन्ट चाहिँ महिलाहरूले कार्यक्रम गर्न नजानेर आफूले जिम्मा लिएर चाहिँ त्यति पैसा जम्मा गरिराख्नु भएको थियो। र अब अहिले चाहिँ महिला सक्रिय भएको हुनाले उहाँहरूले पाउने पर्सेन्टमा हाम्रो पार्टीबाट कन्जुसाइ छैन, त्यही राखेका छौँ। उहाँहरूलाई त्यो पैसाले अहिले काम उहाँहरूले राम्रो काम गर्नुपर्ने भएको छ। हस्, यहाँलाई धन्यवाद। अब पनि यसै गरी छुट्याउने पहल पनि गर्नु। फेरि हामी यो पछिका हामी जुन गाउँ परिषदहरूमा हामीसँग कन्जुसाइ हुँदैन, अझ त्योभन्दा बढी राज्यले ल्याउनु पर्छ भन्ने हाम्रो मान्यता हो। हस्, यसै गरी म समाजसेवी बुद्धिजीवीसँग जान चाहन्छु। यहाँ विभिन्न पार्टी प्रतिनिधिहरूले पनि भन्नुभयो हामीले चाहिँ महिला स्वास्थ्यको लागि, त्यसै गरी आमा समूहको लागि होइन, उनीहरूको स्वास्थ्य स्थिति सुधार्नको लागि चाहिँ विभिन्न पहल गरिरहेका छौँ। गाविसबाट बजेट छुट्याउने स्थिति पनि छुट्याइरहेका छौँ भन्छन् होइन। तपाईँले कस्तो पाउनुभयो? समाजसेवी भएर काम गर्नुभएको छ यस फेदीगुट गाविसमा, तपाईँको परिचय सहित भनिदिनुहोस्। म नारायण गिरी, म नवजीवन मावि प्रधानाध्यापक हो। मैले हेर्दाखेरि विगतमा के थियो भने सायद बजेट छुटिन्थ्यो होला, तर चेतनाको स्तर थिएन। यसरी टिम बिल्डिङ गरेर यसरी काम गर्दै जानुपर्छ भन्ने खालको एउटा सिप थिएन। त्यस कारणले त्यतिखेर केही असफलता आयो होला। तर अहिले जब मिसनले यहाँ चाहिँ कार्यक्रम सञ्चालन गर्यो, त्यसमा क्षमता अभिवृद्धि, महिला समूहलाई, महिला सञ्जाललाई होइन, व्यवस्थापन समितिलाई, यावत पक्षहरूमा व्यापक रूपले यो चाहिँ क्षमता अभिवृद्धिका कार्यक्रमहरू जब सञ्चालन गर्यो, त्यसपछि हाम्रो महिलाहरू पनि काममा सक्रिय हुन थाले, काम गर्न सक्न थाले, आफै
योजना निर्माण गर्न थाले अनि आफैले काम सञ्चालन गर्न थाले अनि त्यसैले गर्दाखेरि अहिले चाहिँ अलिकति धेरै परिवर्तन नै भएको मैले महसुस गरेको छु। यसको श्रेय युनाइटेड मिसन टु नेपाल सामुदायिक अस्पताल सोब्रो अथवा जनस्वास्थ्य इकाइ ओखलढुङ्गालाई मात्रै जाने हो कि अरूलाई पनि? विशेष त प्रमुख रोल जनस्वास्थ्य इकाइको नै भएकोले यसको प्रमुख क्षेत्र चाहिँ उहाँले नै लिनुपर्छ, सामुदायिक अस्पताललाई नै सामुदायिक अस्पताललाई। हस्, यहाँलाई पनि धन्यवाद दिन्छु। अब भने म क्लबको एकजना हुनुहुन्छ यहाँ, तपाईँले कस्तो पाउनु भएको छ सरस्वती बताइदिनुहोस् न। स्वास्थ्य स्थिति अथवा चाहिँ महिलाहरूको स्वास्थ्य स्थितिमा सुधार अथवा समुदायको स्वास्थ्य स्थितिमा कस्तो खालको परिवर्तन आएको छ स्वास्थ्य इकाइले कार्यक्रम लागू गरिसक्यो? धन्यवाद। मेरो चाहिँ तुलसी गिरी फेदीगुट सेवा समाज अध्यक्ष। सबैभन्दा चेतना चाहिने रहेछ मान्छेमा। पहिला यो चेतना हुनुभन्दा अगाडि गाविसले जीविसले राष्ट्रले दिइरहेको रकम पनि सदुपयोग भइरहेको थिएन। जब उहाँहरूसँग चाहिँ अब विभिन्न सङ्घ संस्थाहरू विशेष गरी चाहिँ फेदीगुटमा चाहिँ युनाइटेड मिसनले चाहिँ सहयोग गरिरहेको अवस्थामा उहाँहरूको चेतना वृद्धि तालिम दिनुभयो होइन, अरू विभिन्न स्वास्थ्य सम्बन्धी तालिम दिनुभयो। त्यसैले गर्दा उहाँहरू चाहिँ सबैभन्दा अग्र स्थानमा रहनुभयो र उहाँहरूको कार्यक्रमलाई सफल बनाउनु भयो। र अहिले चाहिँ स्वास्थ्यको क्षेत्रमा चाहिँ फेदीगुटमा अब पहिले 20% थियो भनेदेखि अहिले 90सम्म चाहिँ पुगेको छ। यहाँलाई धन्यवाद। म अलिकति जोड्न चाहे पोषण स्वास्थ्य त्यसै गरी आमा समूहमा दिएको स्वास्थ्य शिक्षाको अवस्था हालको चाहिँ कस्तो छ भन्ने सन्दर्भमा म अलिकति जान्न चाहन्छु। आमा समूहकै सदस्यहरू जस्तो पोषण र स्वास्थ्य अथवा चाहिँ आमा समूहले गरेका क्रियाकलापहरू कस्ता छन् अहिलेका चाहिँ? विभिन्न के काम गर्नुहुन्छ तपाईँहरू आमा समूहले? मेरो नाम चाहिँ छलिमा नेपाली हुँ, रमसादको आमा समूहको अध्यक्ष हुँ। पहिला भने कुरो हामी केही बोल्न केही कहीँ हिँड्न पाइँदैन थियो भने अहिले जहाँ भन्यो त्यही हिँड्यो, जुन भन्यो त्यही काम आँटेको काम गरेर पूर्ण पारेर छोडियो। यतिखेर तपाईँहरूले के काम गर्दै आउनु भएको छ? आमा समूहमा हामीले भनघर बनायौँ, खाल्टे बनायौँ, फोहोर मैला राख्ने, त्यहाँबाट टोयलेट पनि बनाउँदैछौँ, कुर्ची बेन्ची बनाउँदैछौँ, झ्याल ढोका सब तयारी गर्दैछौँ। अनि यो सबै कुरो भन्दा जहाँ रक्सी खानालाई पनि हामी आमासम्म उठेर हामी निरन्तर गर्दैछौँ। नखानु, नबिउ बात्रो नगर्नु, नबोल्नु, धेर नबोल्नु, नखानु भनेर चाहिँ हामी त्यो काम हामी गर्दैछौँ। अनि जानेको देखेको काम हामीले अहिले पहिला केही जान्दैन थियौँ, अहिले चाहिँ भनेको बिना सिस्टर आएर सबै परिवर्तन सब भइसक्यो हाम्रो चाहिँ। र अनि जाने सुनेको काम हामी गर्दैछौँ। तपाईँहरूलाई जस्तो जनस्वास्थ्य इकाइले भन्दा यो स्वास्थ्य चौकीबाट कस्तो सहयोग पाउनु भएको छ? एकदम सहयोग पाएको छ। हामीले घरेलु हिंसाको काम गर्दै सिकाएको छ, त्यो पनि कारबाहीमा लाउँछौँ हामी। घरले हिंसा गऱ्यो भने त्यो हामीलाई घरले हिंसा जति गर्नु गरियो, अब नगर्ने हामी सबै एक छत्तामा एक संविधान। हाम्रो पुरुष पनि एउटै महिला पनि एउटै, जति त पुरुषलाई दुःख हुन्छ हामीलाई नि त्यति दुःख हुन्छ। हामी नि त्यही काम गर्छौँ। हामी अब महिला पुरुष हामी अगाडि नै जुटेर सबै नै काम हामी सम्पूर्ण गरिरहेका छौँ। हवस्, यहाँलाई म अलिकति स्वास्थ्य व्यवस्थापन समिति तिर जान चाहन्छु होइन। स्वास्थ्य व्यवस्थापन समिति को यहाँ एकजना हुनुहुन्छ तपाईँहरूले होइन। स्वास्थ्य चौकी तर्फबाट महिलाहरूको स्वास्थ्य स्थिति सुधार्नको लागि अथवा समुदायकै स्वास्थ्य भनौँ होइन, यसलाई अलिकति सक्रिय रूपमा बनाउनको लागि सुधार्नको लागि चाहिँ के पहल गरिरहनु भएको छ? ठिक छ, मेरो नाम चन्द्रशेखर लामिछाने हो। म जिल्ला कमिटीको सदस्य पनि राप्रपा पार्टीको जिल्ला कमिटी सदस्य र हैसियत म यसको जनस्वास्थ्यको सदस्य कार्यभार सदस्य पनि हुँ। र महिलाहरूको विषयमा पहिला योभन्दा अगाडि जनचेतनाको कमको कारणले गर्ने जनचेतना कमले पनि अलिकति प्रसङ्ग अलिकति पछाडि परेको थिए र सामुदायिक मिसनले बडो राम्रो सराहनीय हिसाब किताबको काम गरेको छ कारण है। र दोस्रो कुरा के भन्नुहुन्छ भने मेरो यो हाम्रो डोल्मा स्वास्थ्यकर्ता डोल्मा माया तामाङ त्यहाँको हेल्पसको इन्चार्ज हुनुहुन्छ। उहाँबाट चाहिँ कुनै काम पनि हामीले सराहनीय हिसाब किताबको काम लिन नसक्ने अवस्था भएको हुनाले उसलाई केही सम्झाउने बाटो हामीले गरिरहेका छौँ र भन्ने काम पनि गरिरहेका छौँ। र उसको काम कारण अझ राम्रो हुन सकेका छैन र हामीले व्यवस्थापन समितिको बडीले हामीले उसलाई सम्झाउने काम र तर समुदायले त व्यवस्थापन समितिले गरेका कामहरू त्यति सक्रिय छैनन् भन्छन्। सक्रिय ठिकै छ त, सक्रिय भएको नभएको भन्ने कुरा अब यो जनचेतनाको कमको कारणले गर्दाखेरि भएको कारण हो। जनचेतना अब जे भने मिना सिस्टरले राम्रोसँग चाहिँ जागरुक गराउनु भएको छ आमा समाजहरूलाई, महिला सञ्जाललाई। उहाँले चाहिँ सकि नसके उहाँको खटाइले उहाँको प्रणयन यो फेदीगुटवासीलाई छोडेर जानुभयो। आज हस्तान्तरण गरेर चाहिँ सामुदायिक मिसनले हस्तान्तरण गरेर उहाँ सामुदायिक मिसनको एउटा सहजकर्ताले आज फेदीगुट
जनस्वास्थ्यलाई चाहिँ हस्तान्तरण गरेर जानुभएको छ। उहाँलाई धेरै धेरै हामी सामुदायिक मिसनलाई धेरै धेरै धन्यवाद दिँदै भन्ने कुरा र अब मेरो कुराहरू यति नै हो। हस्, धन्यवाद तपाईँलाई। यहाँहरूसँग म छलफलमा रहिरहेको छु। आजको विशेष छलफल छ ओखलढुङ्गा सामुदायिक अस्पताल जनस्वास्थ्य इकाइबाट फेदीगुठी गाविसमा सञ्चालन भएका विभिन्न कार्यक्रमहरू कतिको प्रभावकारी भए भन्ने सन्दर्भमा हामी छलफल गरिरहेका छौँ। छलफलमा यहाँ विभिन्न आमा समूह सञ्जाल तथा आमा समूहका सदस्यहरू हुनुहुन्छ, त्यसै गरी पार्टी प्रतिनिधिहरू हुनुहुन्छ अनि गाविस सचिव लगायत यहाँ सबै उपस्थित हुनुहुन्छ। उहाँहरूसँगै रहेर म छलफल गरिरहेको छु। छलफलको क्रमलाई एकैछिन पछाडि म जोड्नेछु। हवस्, हामी कुराकानीलाई फेरि जोडिरहेका छौँ। मैले भनिसकेको छु हामी फेदीगुठी गाविसमा छौँ र यहाँ मसँग विभिन्न आमा समूहका सदस्यहरू अनि सञ्जाल सदस्यहरू, त्यसै गरी विभिन्न स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरू अनि पार्टी प्रतिनिधिहरू लगायत चाहिँ सामुदायिक अस्पतालबाट आउनुभएका जनस्वास्थ्य इकाइ अधिकृत लगायत सामाजिक परिचालकहरू पनि हुनुहुन्छ मसँग। उहाँहरूसँगै रहेर हामी कुराकानी गरिरहेका छौँ समग्र फेदीगुठीको स्वास्थ्य स्थितिमा कस्तो खालको सुधार आएको छ जनस्वास्थ्य इकाइले कार्यक्रम सञ्चालन गरे पछाडि भन्ने सन्दर्भमा र यहाँको व्यवस्थापन समितिले के कस्ता खालका कार्यक्रमहरू गरिरहेका छ भन्ने सन्दर्भमा चाहिँ हामी कुराकानीलाई जोडिरहेका छौँ। विशेष त व्यवस्थापन समितिको यहाँ सदस्य हुनुहुन्छ, उहाँसँगलाई अलिकति कुराकानी जोड्न चाहन्छु। र धन्यवाद। अब डोल्मा सिस्टरको त्यो एउटा उहाँलाई चाहिँ कोही पनि मान्छे नभएको कारणले उहाँलाई इन्चार्ज दिनुपर्ने भएको अवस्था छ। हामीले पटक पटक हामीले हाम्रो गाविस सचिवज्यूलाई पनि आग्रह गऱ्यौँ उहाँलाई चाहिँ केही व्यवस्था मिलाइदिनुहोस् र सायद यहाँको जनस्वास्थ्यलाई र हाम्रो फेदीगुठीवासीलाई राम्रो इलाज र राम्रो सम्बन्ध राम्रो इलाज नभएको कारणले र सुविधा नपाएको कारणले हामीले पटक पटक हामीले देवनारायण अधिकारीज्यूलाई पनि हामीले आग्रह पनि गरेका हौँ र उहाँलाई भन्दै पनि सुनवाई पनि गरिदिनु भएन र पटक पटक हामीले जनस्वास्थ्यका हाकिमलाई भेट्न चाहिँ हामीले गएका छैनौँ। हामीले निर्णय पटक पटक पठाएको पनि व्यवस्थापन त यहाँको व्यवस्थापन समितिले पनि गर्न सक्दैन थियो र त्यो हामीले निर्णय लिएर हामीले पटक पटक पठाउँदा त्यसो कार्यान्वयन हुन सकेन र उहाँको काम गर्न सक्ने क्षमता कमी भएको हुनाले उहाँको अर्को लाइन भएकाले उहाँलाई चाहिँ यहाँको जनस्वास्थ्यलाई चाहिँ एउटा हामीले हामीले तत्कालीन खटाइयोस् भन्ने हामी जनस्वास्थ्यलाई आग्रह गर्दछौँ। हवस्, यहाँको जस्तो स्वास्थ्य चौकी निर्माणाधीन अवस्थामा छ, यसकोमा पनि अलिकति व्यवस्थापन समितिले चाहिँ सक्रिय भूमिका खेलेको छैन भन्ने कसैबाट मैले सुन्न पाएको छ। ठिक छ, अपरेटिङको लागि चाहिँ हामीले ठेकेदारहरूलाई चाहिँ हामीले बारम्बार कुराहरू उठाइरहेका छौँ, निर्णय पनि पठाएको र हाम्रो सम्बन्धित गाविस अध्यक्षज्यूलाई पनि हामीले आग्रह गरेका पनि छौँ र त्यसको लागि कार्यान्वयन हुँदैछ भन्ने कुराहरू माथिल्लो इकाइका मान्छेहरूबाट चाहिँ कुरा सुनवाई आउँदैछ र त्यसको लागि पनि अब ढलान छलाङ गर्ने भन्ने कुराहरू मैले रसन श्रेष्ठलाई पनि मैले भेटेर के हो तपाईँहरूको काम ढिला सुस्ती हुँदैछ, तपाईँहरूले कसरी चाहिँ यो गर्दै हुनुहुन्छ, यो चाँडो चाहिँ जानु पर्यो भन्ने कुराहरू गर्दाखेरि सामान खरिद गर्न नसकेको कारणले गाडी नभएको कारणले गर्दाखेरि हामीले ढिलाइ भएको हो त हामी तत्कालीन काम गर्दैछौँ भन्ने कुराहरू ठेकेदारबाट पनि आवाज आएको। यस्तो चाहिँ स्वास्थ्य चौकी निर्माणाधीन अवस्थामा छ र पनि सक्रिय रूपमा लागेको अवस्था छैन। तपाईँहरू के भन्नुहुन्छ? पब्लिक यहीँ हुनुहुन्छ होइन, समुदाय तपाईँहरू मध्ये कोही बोल्नुहुन्छ? सृजनशील स्वास्थ्य आमा समूह अध्यक्ष काम गर्छु, मिना थापा हो मेरो नाम। अनि अब हामी साह्रै नै पछि परेको ठाउँ थियो यो फेदीगुठ, तर पछि नै परिरहेको छ भने अब कुनै राम्रो मान्छे कुनै अब स्वास्थ्य संस्थामा आयो भने राख्दैनन्, लगि नै हाल्छन्। अब बिना आउनु भएको थियो, बिना सिस्टर आउनु भएको थियो, अब बिना सिस्टरलाई पनि लगे नै जस्तो भयो हामीलाई, भनौँ न केही सिकाउनु भएको थियो, हामीलाई धेरै जान्ने गराउनु भएको थियो। अब कोही बाहेझाङमा कोही कतै कोही दिशा बस्ने कहाँ के भन्ने नै थियो। अब अहिले टोइलेट बनाउने अनि विभिन्न पानीका धारा मन सफा गर्ने खाने भन्ने सबै कुरो स्वास्थ्य उसले सिकाउनु भएको थियो हामीलाई। तैपनि अहिले हामी साह्रै नै चिन्तितमा परिरहेछौँ। अब हाम्रो महिला दिदी बहिनीहरू अब डेलिभरी केसमा अब ल्याइयो भने एउटा राख्ने ठाउँ बस्ने ठाउँ, अब हामीले एउटा टाउको दुखेर दबाईसम्म हामीले पाउँदैनौँ। अब तैपनि टाउको दुखेर आयो, अब बच्चा बिमारी भएर आयो भने त के खोज्न आएको भन्ने उसमा ल्याउनुहुन्छ। अब किर्लिङ गाउँघर किर्लिङ खोलिदिन 2-3 महिना अब रोक्नु भयो, त्यो पनि कसैले केही गर्न सकेको छैन। अब महिलालाई के नै नि भन्नुहुन्छ भन्न त अब धेरै नै पछि परिरहेको छ नि। अब राम्रो एउटा मान्छे चाहिँ हाम्रो हेल्पसमा बस्न दिएनन्, त्यही हो दुखाइ हामीलाई, अर्थ त के नै हो र। यहाँ चाहिँ विशेष होइन अब स्वास्थ्य चौकीबाट उपस्वास्थ्य चौकीबाट पनि राम्रो सेवा सुविधा चाहिँ प्रभाव भइरहेको रहेनछ होइन, उहाँले भनिरहनु भएको छ। व्यवस्थापन समितिको सदस्य तपाईँ पनि हुनुहुन्छ, तपाईँलाई के लाग्छ यो सेवा सुविधा त राम्ररी पुर्याउनु पर्छ जस्तो लाग्दैन? हस् त, धन्यवाद दिपकजी। मेरो नाम चाहिँ सन्तोष कुमार विक, म स्वास्थ्य चौकी फेदीगुठ व्यवस्थापन समिति लगायत नेकपा एमाले जिल्ला कमिटीको सदस्यको हैसियतले म शुभकामना दिन्छु म युनाइटेड मिसन टु नेपाललाई, किनभने मेरो यो फेदीगुठको परिचय धेरै लामो छ। म युनाइटेड मिसन टु नेपाललाई किन शुभकामना दिन्छु भने 2048 सालमा यहाँ आधारभूत स्वास्थ्य परियोजना भनेर कार्यक्रम 3 वर्ष
सञ्चालन गरियो। यस फेदीगुट वार्ड नम्बर 1 को चिलाउनेमा क्लिनिक खोलेर जसमा हुनुहुन्थ्यो दिल्ली कार्की, निरु कार्की, गीता राई, मोगदान राई ज्यू सहजकर्ता रूपमा काम गरेर 3 वर्ष जुन यो फेदीगुटमा कार्यक्रम सञ्चालन गर्नुभयो र प्रत्येक वार्डमा आमा समूहहरू सञ्चालन गर्नुभयो, स्वयंसेविकाहरू छनौट गर्नुभयो र विभिन्न ट्रेनिङहरू गराएर तालिम प्राप्त गरेर तपाईँको चाहिँ अगुवा कार्यकर्ताहरूलाई पोखरासम्म 15 दिने भ्रमण गर्न लानुभयो र धेरै ज्ञानका कुराहरू, शिक्षा, स्वास्थ्यका कुराहरू र भ्रमणबाट जुन अवलोकन गराएर जुन एउटा व्यवहारमा परिणत गर्ने जुन एउटा उच्चतम दृष्टिकोणले चाहिँ युनाइटेड मिसन टु नेपालले जुन राखेको सिद्धान्त थियो र त्यस पछाडि उसको कार्य अवधि पुगेर बीचमा त्यहाँबाट हामीले विदा गर्न बाध्य भयौं र त्यस पछाडि हामी 2065 सालमा सम्म हामी निष्क्रिय रूपमा बस्दै नेपाल सरकारको कार्यनीति पनि त्यति स्वास्थ्य क्षेत्रमा जुझारु रूपमा अगाडि नबढिरहेको अवस्था र स्वास्थ्य चौकीमा कर्मचारीहरूको पनि समस्या भएको अवस्था र गाउँघर क्लिनिक त्यतिखेरै सञ्चालन गरेको र क्लिनिकमा खोप दिने कार्यक्रमहरू सम्पूर्ण सम्पन्न भएका र कार्यक्रम कर्मचारीको अभाव भएको कारणले त्यो निस्किए नै रहेको देखिन्थ्यो र तत्पश्चात फेरि युनाइटेड मिसन टु नेपालले जनस्वास्थ्य इकाइ कार्यक्रम जुन एउटा चेन्ज गरेर यहाँ सहजकर्ता बिना राई आउनुभयो र उहाँले 4 वर्षसम्म यस फेदीगुटमा जुन योगदान पुर्याएर काम गर्नु भएको छ। उहाँ यो युनाइटेड मिसन टु नेपाललाई फेरि पनि धन्यवाद दिँदै यस सहजकर्ता बिना राईज्यूलाई म हार्दिकतापूर्वक फेरि धन्यवाद दिन चाहन्छु, जसमा म व्यवस्थापन समितिको हैसियतले यहाँको सम्पूर्ण परिवार फेदीगुटे परिवारहरूले जुन एउटा सेवा सुविधा युनाइट गर्दैछौँ र जुन एउटा यो स्वास्थ्य चौकीको बारेमा, जुन एउटा कर्मचारीको व्यवस्थापनको बारेमा, जुन एउटा सामुदायिक स्वास्थ्य चौकी भवनको बारेमा जुन कुराहरू आइराखेका छन्, यो कुरा त अब करिब म होइन चाहिँ भन्दिन, तर केही मात्रामा व्यवस्थापन समितिले सुधारात्मक कुराहरू पक्षमा गरेको छ। जुन कर्मचारीहरू यहाँबाट जुन अयवा थिए, अयवा यहाँबाट सरुवा भए, सरुवा भएपछि त्यो रिक्त रहेको दरबन्दी अहिले मासिकालाई अनमिको नियुक्ति भएपछि त्यस पदमा चाहिँ अलिकति अयवाको ठाउँमा नियुक्ति बहाली गरिएको छ र हामीले पटक पटक जनस्वास्थ्य रुनेटारमा हामीले आग्रह गर्यौं, हामीले अयवाको दरबन्दी नै काटियो, हाम्रो मासिकता छँदै थिए, पिउन थियो, अब हामीलाई त्यो अयवा चाहियो भनेर हामीले पटक पटक आग्रह गर्यौं, अनुरोध गर्यौं, निर्णय गर्यौं, सारा कुराहरू गर्यौं र हामीले पटक पटक आग्रह गर्दा तपाईहरुलाई हामी पदपूर्ति गर्नेछौं। नेपाल सरकारको चाहिँ नीति नियम अहिले त्यो पदपूर्ति गर्नेवाला छैन, करारमा चाहिँ हामी काम गर्दैछौँ भनेर यहाँ 2-4 वटा डाक्टर 6 महिनाको लागि करारमा, 6 महिनाको लागि करारमा पठाएर यसो आलेटाले गरिएको छ। यहाँलाई धन्यवाद र यहाँ सम्पूर्ण उपस्थित हुनुभयो हैन, यहाँहरुले र छलफलमा चाहिँ सहभागी बनिदिनु भयो, यहाँहरु सबैलाई धन्यवाद दिन्छु। श्रोता, यो छलफलसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, त्यसैले कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। बिदा हुनु अघि तपाईलाई सोध्न मन लाग्यो, तपाईलाई कार्यक्रम कस्तो लाग्यो? तपाईका सल्लाह सुझाव अनि प्रतिक्रियाहरू भए लेखेर पठाउन नबिर्सनुहोला, जसको लागि तपाईले सुनिरहनु भएको रेडियोको ठेगानामा पत्र पठाउनुहोला। अवस्था यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद अनि कार्यक्रम उत्पादनमा सहयोग पुर्याउनु हुने सबैलाई विशेष धन्यवाद र प्राविधिक मित्र झलक कार्कीलाई विशेष धन्यवाद भन्दै कार्यक्रमको यो बसाइबाट म कार्यक्रम प्रस्तुता दीपक कालीकोटी पनि बिदा हुन्छु। नमस्ते।